अल राइट, वेलकम टु माई मिनी ब्लग। आजको दिन मेरो यस्तरी सुरु भयो कि बिहान उठ्ने बित्तिकै म गएकोतिर गएँ। गएकोबाट म 12 बजे फर्केँ। 12 बजेर फर्किने बित्तिकै सिधै म तातो घाममा साइकल पेलेर म खाइसातिर गएँ। खाइसामा 1 बजे छिर्छु भनेर गएको थिएँ। अनि उतै खानासाना खाइसामा छिरेँ कामको लागि छिरेको। काम त नरहेछ। अनि यताउता गरेर 4 त बजे। 4 बजेपछि म घर फर्किन नपाएर पानी ठुलो पऱ्यो। यसो हेरेर त पानी त धन्न बाँचेँ आज पनि। अब रुममा आयो के खाने त भन्दाखेरि फेरि चटपट बनाएर खाऊँ भन्दाखेरि ल चटपट बनाएर खायौँ। अनि त्यसरी बेलुका भएपछि पानी पनि हल्का हल्का रोके जस्तो भयो थियो। हावा चाहिँ चलिरहेको थियो। अनि त्यही पनि लजाउँ त भोलिको ताइफुवा भने यसो केही खानेकुराहरू किन्न जाउँ, फेरि ताइफुवा बाहिर निस्किन नसक्ला भनेर हामी जाँदै थियौँ। अनि पुलमा गएर मैले यसो भ्यू हेरेको, एकदम दामी देखिरहेको थियो क्या। अनि त्यसरी भ्यू सिउ हेरेर अनि टक्क अनि भिडियो बनाउँदै गएँ म। अनि सुपामा खाइमन गर्नुभन्दा अगाडि त पैसा झिक्नु पऱ्यो। पैसा थिएन। अनि पैसा झिक्यौँ। अनि सुपा छिर्यौँ। अनि साथीले भन्छ भेन्डा चाहिँ लैजाउँ न। अनि मैले नि हुन्छ लैजाउँ भेन्डा लैजाउँ भन्यो। अनि भेन्डा लगेपछि त आलु पनि लानु पर्ला नि त भनेको। हो त्यो पनि हो, आलु पनि लानुपर्छ भन्यो। अनि आलु खोजेको, आलु कतै देख्दैन। अनि आलु खोज्दै हेरेको पछाडिपट्टि पो रहेछ आलु। अनि आलु गएर हेरेको आलु त महँगो रहेछ। ए बा आलु किन्न नि जापानमा त सोच्न पर्ने रहेछ है। ए बा यस्तो महँगो आलु। अनि साथीले उचाल्दै पछाड्दै गर्दै हेर्दै थियो होइन। अनि चाहिँ होइन लैजाउँ महँगो भयो भने केही फरक पर्दैन भने मैले। अनि चाहिँ यही लाइन त भन्दै थियो। अनि ल जुन भयो नि एउटा बोक्न। अनि जसरी खाने नै हो लैजाउँ एउटा भने। अनि हामीले एउटा आलुको बोका बोक्यौँ। अनि त्यसरी अरू हेर्दै थियौँ, केही पनि देखिन अरू त्यस्तो। अनि त्यसपछि हामी अनि जाउँ अब यही आलु हो, अरू प्याज त अब उतै गएर किन्नु होला अर्कै सोफामा। अर्को सोफामा अलिक सस्तो छ, छोड्दै आज आलु मात्र बोकेर हिँड भन्यो। अनि त्यसले आलु बोकेँ। अनि अरू पनि केही छ कि हेर्दैन है, के लानुपर्छ भन्दै थियो। अनि मैले हेरेको केही पनि छैन, हिँड्छौँ भन्दै थिएँ। अनि त्यसले होइन हेर्नुपर्छ के चाहिन्छ भन्थ्यो, सम्झिँदै थियो। अनि यसो हेरेको सोचेको त टमाटर पनि छैन, टमाटर पनि लानुपर्छ भनिहाल्यो। ल लैजाउँ न भनेको। अनि एउटा लाने भन्दै थियो। अनि मैले होइन दुईवटा लैजाउँ पछि लाने हुन्छ भन्यो। अनि त्यसरी नै बोकेर आएको साथी रिसाउँछ जहाँ अब 4,000को जम्मा यति मात्र आउँछ सामान जापानमा भन्छ। अनि मैले भने जापान महँगो छ नि त यार, नेपालको हेर्दा भने। अनि चाहिँ सम्झाउँदै बुझाउँदै अनि आइहाल्ने होइन। अनि घर आउँदै थियो, बाटोमा यस्तो भिडियो राम्रो देखिरहेको थियो नि त क्यामेराबाट। अनि फेरि मैले यस्तो राम्रो आइहाल्थेँ भने त गाडीको लाइटबाट हो तेरो मोबाइलले होइन भन्छ। अनि त्यसरी मैले त्यस्तो राम्रो आयो भनेको त उसले त्यस्तो भन्छ। अनि मैले भने हेरेँ यतापट्टि यो कुना काप्चातिर मैले बालेँ भने नि, गाडीको लाइट नपरेको ठाउँमा नि मैले बालेँ भने नि मेरो क्यामेरा यस्तो बवाल देख्छ भनेर त्यसलाई मैले कुना काप्चा पनि देखाइदिएँ। अनि हामी रमाइलो गर्दै अनि यो पुलमा आएर अनि हामीले फेरि यसो भिडियो खिच्यौँ नि त, जाँदा नि खिच्यौँ आउँदा नि खिच्यौँ त भनेर अनि भिडियो खिचेर अनि घरमा आयौँ। अनि मलाई लास्टै भोक लागेको थियो नि त। अनि त्यसपछि चटन मात्र खाथेँ मैले। अनि त्यही भएर फेरि अनि म चाहिँ भात खान्छु केटा हो, तिमीहरू अहिले खाने होला म चाहिँ खान्छु है भनेर भात लिएर त टक्नै रहेछ। ए भए कति पकाएको अनि हुन नि हो, हामी 4 जना छ नि त, खान्छ नि त फेरि केटा उठाइन्छ भात हाल्छ हामी फेरि। अनि त्यसरी ल भने अनि म चाहिँ खान्छु भनेको। यसो हेरेर के तरकारी रहेछ भनेर मासु रहेछ। अनि लक्क मासुको ग्रेभी र भात टक्क दबाइदिएँ। अनि मेरो आजको भिडियो सक्यो। आजको मेरो ब्लग यति नै हो। राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद। अन्तिमसम्म हेरिदिनु होला।